ल सम्पूर्णलाई वेलकम। आज हामी फेरि सेट च्याप्टरको एपिसोड 6 लिएर आएका छौँ। योभन्दा अघिल्लो एपिसोडमा हामीले के हेऱ्यौँ भने यदि क्वेसन 3 सेट इन भेन डायग्राम छ भने त्यसलाई कसरी गर्ने अथवा त्यो सम्बन्धीका कन्सेप्टहरू हेरेका थियौँ भने आज हामीले चाहिँ 3 सेटकै एउटा क्वेसन लिएर आएका छौँ। ल हेरौँ, पहिला सुरुमा त यो क्वेसन 3 सेटकै हो भने थाहा कसरी पाउने। A survey of group of people shown that 60 like tea, 45 like coffee and 30 like milk. यसरी टी, कफी, मिल्क तीनवटा फरक फरक समूह अथवा तीनवटा सेटको बारेमा कुरा गरेको छ भने यसले क्लियरली के डिफाइन गर्यो भने यो क्वेसन चाहिँ 3 सेटसँग सम्बन्धित छ है भन्ने कुरा डिफाइन गर्यो। जसरी हामीले 2 सेटका कुरा सिकेका थियौँ क्वेसन नम्बर 33 सल्युसन, त्यसरी नै अब यसलाई हामीले सुरुमा लेट मान्नु पर्यो है। Let the number of people who liked tea, coffee and milk, tea, coffee and milk be NC and NM रेस्पेक्टिभली है। पहिला सुरुमा यसरी लेट मान्नु पर्यो। यसपछि गिभन हामीलाई दिएका कुराहरू एनटी, एनसी, एनएम कति कति दिएको छ ल हेरौँ। सबैले हामीलाई के दिएको छ, टीमा 60, कफीमा 45, मिल्कमा 30। 60 कफीमा 45, मिल्कमा 30 दिएको छ। अनि सँगसँगै अरू हामीलाई के भनेको छ ल हेरौँ। सबैले यहाँ के भनेको छ भने 25 लाइक कफी एज वेल एज टी, कफी पनि मन पराउने टी पनि मन पराउने। त कफी पनि मन पराउने टी पनि मन पराउने, कफी इन्टरसेक्सन मिल्क हो। कफी हेर्नु है, 25 लाइक कफी एज वेल एज टी। ओहो मिस्टेक भएछ यार, यहाँ चाहिँ कफी एज वेल एज मिल्क चाहिँ कति 15 छ है। ल 15 तल गएर लेखेँ ल। त्यो कफी र टीको कुरा थियो कि हेरौँ त 25 लाइक कफी एज वेल एज टी, सरी छ के रहेछ 25 लाइक कफी एज वेल एज टी, कफी र टीको कति छ 25 छ, 25 है। अर्को के छ त्यसै गरी 20 लाइक टी एज वेल एज मिल्क होइन, टी एज वेल एज मिल्क, टी एज वेल एज मिल्क कति त हामीलाई यो 20 भनेको छ होइन। त्यसै अर्को के छ हामीसँग 15 लाइक कफी एज वेल एज मिल्क त लेखिहाल्यौँ। 10 लाइक अल दिस 3, अल तिनटै मन पराउने के थियो, सी इन्टरसेक्सन टी इन्टरसेक्सन याम कति त 10। अब यो तिनटै मन पराउनेलाई यो भन्छ त्यो भन्छ, भेन डायग्राममा के हो भन्ने कुरा हामीले अघिल्लो एपिसोड हेरेका छौँ है। यदि कन्सेप्ट क्लियर छैन अघिल्लो एपिसोड हेरेर आउनु होला, एपिसोड 5। अहिले चाहिँ हामी एपिसोड 6 मा छौँ। नम्बर एमा के भनेको छ, यदि यो हो भनेपछि राइट द भ्यालु अफ टी इन्टरसेक्सन याम सी इन्टरसेक्सन भनेपछि इएलाई भन्न खोज्यो भनेपछि के त टी इन्टरसेक्सन सी इन्टरसेक्सन याम भनेको ए हो है। यो 10 अब यहाँ लेखिसकेको छ, नम्बर ए लेखिनु भयो, मैले फेरि लेखिदिएर केही फरक परेन। नम्बर जानकारी रहोस्, हामीले इक्जाममा प्याटर्नमा सिक्ने हो एबिसी भनेर अलग अलग लेख्नुपर्छ फेरि है, नत्र मैले त्यहाँ के अरे एबिसी राम्रोसँग देखाउनु भएन भने चाहिँ चेकरले मार्किङ गर्न गाह्रो हुन्छ, चेकरलाई मार्किङ गर्न गाह्रो हुन्छ। नम्बर बीमा के भनेको छ, हाउ मेनी पिपल वेयर आस्क दिस क्वेसन सल्भ बाई ड्रइङ द भेन डायग्राम, भेन डायग्रामलाई ड्र गरेर है। अब त्यसो भेन डायग्रामलाई ड्र नगरेर सिधै गरिदिनु भने चाहिँ चेकरले मार्क्स नदिन सक्छ, किनकि क्वेसनले स्पष्ट भनेको छ नि सोइङ इन भेन डायग्राम, क्वेसनले स्पष्ट भनेको छ भेन डायग्राम प्रयोग गरेर। सो भेन डायग्राम ड्र गरौँ है। 3 सेट्स भनेपछि 1 2 3 सेट। अब मैले अगाडि नै भनेको छु जहिले भेन डायग्राम बनाउँदैछ पेन्सिलको प्रयोग गर्ने है। अब के थियो कन्सेप्ट, भेन डायग्राममा यदि हामीले भ्यालुलाई राख्दैछौँ भने यस्तो अवस्थामा चाहिँ जहिले पनि स्टार्टिङ फ्रम द इन्टरसेक्सन यसलाई सुरुमा राख्नुपर्छ, जानकारी होस् है। तिनटैको इन्टरसेक्सन कति दिएको छ 10 दिएको छ होइन। त्यसै गरी अब टी र याम होइन, टी र याम कति 20, टी र सी के भन्छु या टी र सी कति छ 25। 25 मा 10 आइगयो 15 लेखेँ मैले, यो किन मैले फेरि बुझाएँ है। जस्तै सी र यामबाट बुझाउँछु, सी र याम कति छ 15 छ। सी र यामको यदि 15 छ भने जसमा 10 आइसकेको छ भने त्यसो 5 रहला, 5 र 10 15 भनेपछि ए माइनस गर्नुपर्ने रहेछ, कुरा बुझ्नुभयो। हो माइनस गर्नुपर्ने रहेछ। टिएम टिएममा 20 छ भने 10 आइसक्यो भने के रहला त्यसो भए
20 चाहिँ 10 बाँकी रहला हैन। त्यसैगरी टीसी सरी टीसी भन्नु आयो, टीमा हेरौँ है। टीमा के भनेको छ 60 भनेर भनेको छ हैन। भनेपछि अब 60 त कति यो पुरै 60 हो है, यो पुरै के हो त 60 हो। यदि यो पुरै 60 छ अब के होला त्यसो भए 10 + 10 + 15 भयो हाम्रो 20 35 भनेपछि 25 रहला है। 25 + 30 40 56 ठ्याक्कै 60 हुन्छ भने चाहिँ माइनस गरेर राख्ने हो, सिम्पल हो माइनस गरेर राख्ने हो। जस्तै यहाँ के भनेको छ भने 45 भनेर भनेको छ न। यदि हामीलाई 45 भनेर भनेको छ भने अब कति छ 10 + 15 + 50 चाहिँ कति भयो 30 भयो। 30 भनेपछि 45 छ भने चाहिँ माइनस कति रह्यो त्यसो भए 15 रह्यो है। 15 30 40 45 हो। याममा कति दिएको छ, याममा 30 दिएको छ। यदि हामीलाई 30 दिएको छ भने 30 को 10 + 10 20 भयो 5 भने चाहिँ 5 बच्यो। भनेपछि यसमा भ्यालु राखिसकेको जुन भ्यालु छ त्यसलाई चाहिँ माइनस गरेर राख्ने हो भन्ने बुझ्नु पर्यो है। अब त्यसो भए अब कतिजनालाई क्वेसन सोधिएको रहेछ भनेर भनेको छ, द्याट मिन्स टी युनियन एम युनियन सी यो भित्रको सबै भन्न खोजिया हो। त्यो सबै जोड्नु पर्यो। त्यसो भए 25 + 15 + 10 + 10 + 5 + 5 + 15 यो भित्र भएको सबैलाई जोड्ने हो है। 25 + 15 + 10 + 10 + 5 + 5 + 15 अब कति हुनु भयो त्यसो भए 30 40 50 60 70 80 85 भनेपछि 85 पिपुल वेयर आस्क्ड दिस क्वेसन। अब लास्टमा के भन्नु 85 पिपुल वेयर आस्क्ड दिस क्वेसन हैन। 85 जनालाई चाहिँ यो क्वेसन सोधिएको रहेछ भन्ने भयो। भनेपछि अब सरी क्वेसन मात्रै। अब त्यसपछि नम्बर सी। अब नम्बर सीमा हामीलाई के भनेको छ, नम्बर सीमा हामीलाई भनेको छ व्हाट इज द भ्यालु अफ एन ओन्ली टी। नम्बर सीमा के भनेको छ एन ओन्ली टी। अब भेन डायग्रामको गराएको एउटा फाइदा पनि यो पनि हो है कि वानली झ्याप्पै देखिन्छ भेन डायग्राममै। वानली टी 25 क्लियरली देखिन्छ, झ्याप्पा थियो 25 लेखे भइहाल्यो है। 25 रह्यो यो। अब नम्बर डीमा हामीलाई के भनेको छ इफ देयर वर 15 पिपल हु डिड नट आस्क any of 3 then what would be the percentage of would like only one हो। only one भनेको के हो त बुझ्न आवश्यक छ। only one भनेको के हो भन्ने कुरा चाहिँ अघिल्लो एपिसोड 5 मा चाहिँ मैले यो सम्बन्धी कन्सेप्ट दिएको छु, त्यसबाट हेर्नु होला। अब जनरली only one भनेको चाहिँ तिनटैको only जोड्ने हो भनेर बुझ्दा पनि भयो। n only t + n only c + n only m अपना टोटल हुन्छ जुन कि हाम्रो 85 थियो। अब 85 मैले प्लस के हो त 85 प्लस अब मैले के गर्छु 15 पनि गर्छु किनकि 15 जना चाहिँ नसोध्दै पनि त्यो चाहिँ समूहको हो भनेर भनेछ भने चाहिँ 15 जनामा जोडिन्छ। अब पर्सेन्टमा इन्टु 100%। सो एन वनले कति छ 25 प्लस अब सी र एममा भने चाहिँ 15 + 5 15 + 5 + 15 अपनमा 100 इन्टु 100% भनेपछि 100 कट्यो 30 45 भनेपछि के रहेछ त्यसो भए द पर्सेन्टेज भनेपछि 45%लाई चाहिँ ओन्ली वान मन पर्दो रहेछ भन्ने भयो ल। यति नै हो 3 सेट सम्बन्धीको। हस् त थ्याङ्क यू।